साथीहरु नमस्कार, म सुजन सुवेदी तपाईहरुलाई यो नयाँ भिडियोमा हार्दिक स्वागत छ। आजको यो भिडियोमा म तपाईहरुसँग युके को सिजनल वर्किङ भिजाको बारेमा कुरा गर्न गइरहेको छु। यो सिजनल वर्किङ भिजा भनेको कस्तो भिजा हो, को आउन मिल्छ, आएर कति समयको लागि काम गर्न सकिन्छ, कति कमाई हुन्छ, खर्च कति लाग्दछ र अहिलेको सिनेरियो के रहेको छ। किनकि टिकटक, युट्युब, फेसबुक सबैतिर युके मा अहिले नेपालीहरु सिजनल वर्किङ भिजामा जान नपाउने अथवा पाउने एकदमै चर्चाको विषय बनेको छ र कतिले चाहिँ पाउने नपाउने यतिकै थाहा नभइकन पनि भिडियो बनाइरहेका छन्। तर आजको यो भिडियोमा म तपाईहरुलाई युके मै बसेर युके को रियालिटी के रहेको छ त भनेर जानकारी प्रदान गर्नेछु। त्यसकारणले भिडियो पूरा हेर्नु होला। धेरै समय स्पेन्ड नगरिकन सिधै भिडियोको मुख्य विषयवस्तुतर्फ प्रवेश गरौँ। तर त्यो भन्दा अगाडि चाहिँ यदि तपाईले मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ अथवा रेगुलर रूपमा हेर्नुहुन्छ तर अहिलेसम्म पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन र मेरो कन्टेन्टलाई मन पराउनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियोलाई लाइक गर्न पनि नबिर्सिनु होला। आफ्नो कुनै क्वेशन छन् भने तल कमेन्ट सेक्सनमा गएर लेख्न सक्नुहुनेछ। आउनुहोस् भिडियोको मुख्य विषयवस्तुतर्फ प्रवेश गरौँ। युके को सिजनल वर्किङ भिजा भनेको चाहिँ एकदमै छोटो समयको लागि प्रदान गरिने एउटा भिजा हो। तपाईले नामबाट पनि थाहा पाइहाल्नु भयो, सिजनल वर्किङ भिजा। जुन सिजनमा चाहिँ मान्छेको एकदमै धेरै डिमान्ड हुन्छ काम गर्नको लागि, त्यो सिजनमा मान्छेहरु काम गर्नको लागि ल्याउनको लागि प्रदान गर्ने भिजा नै सिजनल वर्किङ भिजा हो। स्पेशल्ली यो युके मा फेस्टिभ सिजनहरुमा चाहिँ मान्छेहरुको एकदमै धेरै आवश्यकता काम गर्ने पर्नेको कारणले गर्दाखेरि चाहिँ युके को गभर्नमेन्टले यो सिजनल वर्किङ भिजालाई सुरु गरेको हो। सिजनल वर्किङ भिजामा युके आएर तपाईले 6 महिना काम गर्न सक्नुहुनेछ। यो भिजा 6 महिना भन्दा बढी एक्सटेन्ड हुँदैन। तर तपाईले 6 महिना काम गरेर पुनः नेपाल गएर 6 महिना पश्चात फेरि चाहिँ अप्लाई गर्न सक्नुहुनेछ। तपाईले एकचोटी मात्र हैन, तपाईले पटक पटक अप्लाई गर्न सक्नुहुनेछ। तर पहिलो भिजा र दोस्रो भिजाको बीचमा चाहिँ 6 महिनाको ग्याप हुनुपर्छ तपाई नेपाल बसेको। अब कुरा गरौँ सिजनल वर्किङ भिजामा आएर के कस्तो कामहरु चाहिँ गर्नु पर्दछ त। सिजनल वर्किङ भिजामा आएर चाहिँ तपाईले मुख्य गरी दुईवटा कामहरु गर्नु पर्दछ। एउटा हर्टिकल्चर अथवा बागबानी रिलेटेड र अर्को भनेको चाहिँ पोल्ट्रीमा। हर्टिकल्चर भनेको चाहिँ यो बागबानी भनेको चाहिँ तपाईले फूलहरु मिलाउनु पर्ने भयो, गार्डनिङको कामहरु गर्नुपर्ने भयो, फ्रुटहरु पिक गर्ने लगायतका त्यो सेक्टरका कामहरु गर्नुपर्ने हुन्छ भने पोल्ट्री भनेको चाहिँ तपाईलाई थाहा नै छ पोल्ट्रीमा कस्ता कस्ता कामहरु हुन्छन् भनेर। त्यस्तै अब कुरा गरौँ सिजनल वर्किङ भिजामा आउनको लागि खर्च कति लाग्दछ त। सिजनल वर्किङ भिजामा आउनको लागि खर्च धेरै लाग्दैन। तपाईलाई यो जुन 10 लाख 15 लाख भनिरहेका छन् नेपालका एजेन्टहरुले त्यो ठग्ने काम भइरहेको छ र यो किन एकदमै इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ मैले अहिले भिडियोको एकछिन पछि तपाईलाई जोड्ने छु। सिजनल वर्किङ भिजामा आउनको लागि तपाईले युके को भिजा एप्लिकेसन फी बुझाउनु पर्छ र थोरै तिरै त्यो कस्टको लागि लाग्ने गर्दछ र बाँकी चाहिँ खर्च लाग्दैन। र यदि तपाईको कम्पनीले चाहिँ आउने बित्तिकै तपाईको खर्च बेहोर्दैन भने लगभग 1200 पाउन्ड चाहिँ तपाई युके आएर पहिलो महिनामा नअल्मलिनुहोस् र तपाईको एकदम स्मुथली जर्नी जाओस् भनेर चाहिँ 1200 अराउन्डको चाहिँ पैसा देखाउनु पर्ने एक महिनाको स्टेटमेन्ट भनेर भनेको छ। तर त्यो भन्दा बाहेक खर्च चाहिँ तपाईलाई लाग्दैन। एकदमै नेपालका कन्सल्टेन्सीहरुले चाहिँ अहिले ठगिरहेका छन्। एउटा कमाई गरी खाने भाडो बनाएको कारणले गर्दाखेरि अहिले एकदमै असर परिरहेको छ। यो विषयमा लिएर एकदमै धेरै स्क्यामहरु पनि भइरहेका छन्। अब कुरा गरौँ के तपाई अहिले युके मा सिजनल वर्किङ भिजामा आउन पाउनु हुन्छ त। अहिलेको समयमा युके मा नेपालबाट सिजनल वर्किङ भिजामा मान्छेहरु ल्याइएको छैन। किन भनेर पनि तपाईलाई जानकारी दिनेछु। सन् 2022-23 तिर नेपालबाट एकदमै धेरै संख्यामा लगभग 3000 4000 को संख्यामा सिजनल वर्किङ भिजामा मान्छेहरु आउनु भएको थियो युके मा काम गर्नको लागि। र के भयो भने देखि चाहिँ धेरै मान्छेहरुलाई चाहिँ कन्सल्टेन्सीहरुले ठगेको गुनासो युके को होम अफिसले प्राप्त गर्यो। जस्तो एकदमै थोरै पैसा लाग्ने अवस्थामा पनि नेपालको कन्सल्टेन्सीहरुले चाहिँ एकदम 8 लाख 9 लाख 10 लाख लागत लाग्ने गरी पठाएको। त्यस्तो भइसकेपछि युके को गभर्नमेन्टले चाहिँ यो स्क्याम हो, यस्तो गर्न हुँदैन भनेर भन्यो। अनि अर्को कारण भनेको चाहिँ जो नेपालीहरु त्यत्रो 10 लाख 15 लाख तिरेर आउनु भएको थियो 6 महिनाको समयमा त्यत्रो पैसा निकालेर आफ्नो खर्च उठाउनको लागि पनि अलिकति गाह्रो पर्ने स्थिति रहेको छ। र अब त्यसलाई रिकभर गर्नको लागि कति जना मान्छेहरु युके मा इलिगल लुकेर बस्दिने, कति जना मान्छेहरु युरोप छिर्दिने, अरु देशहरुमा फ्रान्स पोर्चुगलमा मैले टिकटकमा देखिरहेको हुन्छु। यही युके मा सिजनल वर्किङ भिजामा आएर अहिले फ्रान्स पोर्चुगल इलिगल रूपमा गएर उहाँबाट भिडियो बनाइराख्नु भएको छ। यसरी जाने हो, यसरी गर्न सकिन्छ भनेर हो। त्यही कारणले गर्दाखेरि नै अहिले नेपालीहरुलाई लिएको छैन सिजनल वर्किङ भिजामा। विभिन्न
कम्पनीहरु रहेका छन् जसलाई चाहिँ युके को गभर्नमेन्टले चाहिँ यो सिजनल वर्किङ भिजामा त नेपालबाट अथवा अन्य विभिन्न देशहरुबाट मान्छे लिए भनेर परमिसन दिएको छ र त्यो कम्पनी भनेको इथेरो भन्ने रहेको छ, प्रोफोर्स भन्ने रहेको छ, अग्री एचआर भन्ने रहेको छ, एचओपीएस लेबर सोलुशन्स भन्ने रहेको छ, फ्रुटफुल जब्स रहेको छ, कंकोडिया रहेको छ। यी सम्पूर्ण कम्पनीहरुको लिंक चाहिँ यो भिडियोको म डिस्क्रिप्सनमा राख्दिनेछु, चेक गर्न सक्नुहुनेछ। जो मान्छेहरु यी कम्पनीको थ्रुबाट आउनु भएको थियो उहाँहरु चाहिँ पहिला 6 महिना काम गरिसकेपछि नेपाल फर्किनु पर्ने नियम नमानिकन कोही यतै लुकेर बस्दिने, कोही चाहिँ अरु देशहरु छिर्दिने कारणले गर्दाखेरि जुन नियम मान्नु पर्ने हुन्थ्यो सिजनल वर्किङ भिजामा आएर त्यो नियम नमानेको कारणले गर्दा र यो जुन नेपालको एजेन्टहरुले चाहिँ एकदमै ठूलो रकम लिएर ठगेको पाइएको कारणले गर्दाखेरि चाहिँ अहिलेको समयमा नेपालीहरुलाई लिएको छैन सिजनल वर्किङ भिजामा। अब भविष्यमा फेरि लिएला नलेला भन्ने त त्यो अब अहिले हामीले भन्न सकिने स्थिति छैन, तर लियो भनेदेखि त राम्रो हो। धेरै नेपालीहरु आउन सक्नुहुनेछ र 6 महिना युकेमा काम गरेर एउटा एक्सपिरियन्स र केही पैसा पाउन्डमा पनि कमाएर जान चाहिँ सक्नुहुनेछ। अनि अर्को कुरा भनेको चाहिँ तपाईले आइसकेपछि 6 महिना बसेर अनिवार्य रूपमा फर्किनु पर्ने हुन्छ। फर्किनुहोस्, 6 महिना नेपालमा बस्नुहोस्, फेरि यदि तपाईले त्यो काम गर्ने मान्छेले रिजाउन सक्नु भयो भनेदेखि चाहिँ फेरि अर्को 6 महिनाको तपाई सिजनल वर्किङ भिजामा आउन सक्नुहुनेछ। जुन मैले अगाडि जुन नामहरु भने जुन कम्पनीहरुका उनीहरुलाई चाहिँ युके को गभर्नमेन्टले लाइसेन्स दिएको छ सिजनल वर्किङ भिजामा मान्छे ल्याउनको लागि। र मैले 1-2 वटा ठाउँमा कल गरेर इमेल गरेर बुझ्दाखेरि चाहिँ भन्यो कि अहिलेको समयमा हामीले नेपालबाट ल्याइरहेका चाहिँ छैनौं। पहिला थियो तर अहिले छैनौं र कतिपयले त वेबसाइटमा लेखेका छन् कि नेपाल, पाकिस्तान, इन्डिया जस्ता देशहरुबाट चाहिँ हामी ल्याउँदैनौं भनेर प्रष्ट रूपमा लेखेर राखिदिएको छ। सन् 2025 मा युके गभर्नमेन्टले लगभग 45,000 सिजनल वर्किङ भिजाको कोटा खुलाएको छ र 45,000 बाट नेपालीहरु एकजना पनि आउन पाउन सक्ने स्थिति छैन अहिलेको अवस्थामा। किन भन्दाखेरि तपाईले कारण थाहा पाइहाल्नु भयो। त्यसकारणले अहिलेको समयमा यदि तपाईलाई कसैले म तपाईलाई युके को सिजनल वर्किङ भिजा मिलाइदिन्छु यताउति भनेर पैसा लिइराख्नु भएको छ भने तपाई सचेत रहनु पर्दछ। त्यो मान्छेले तपाईलाई स्क्याम गर्न खोजिरहेको छ। यो त्यति कम्प्लेक्स विषय हैन, तर तपाई चनाखो चाहिँ हुनु पर्दछ कि यो मान्छेले मलाई यस्तो भनिरहेको छ, यसमा कतिको सत्यता छ भनेर चाहिँ तपाईले आफूले क्रस भेरिफाई गर्नुपर्ने हुन्छ। र युट्युब, टिकटक, फेसबुक तिर भिडियो हेर्दाखेरि पनि जो मान्छेले भिडियो बनाइरहेको छ त्यो मान्छेले कतिको सत्य बोलिरहेको छ भनेर अरु विभिन्न भिडियोहरु हेरेर पनि तपाईले चेक गर्नु होला। र कसैले चाहिँ यो मैले भनिहाले यस्तै सिजनल वर्किङ भिजामा लगिदिन्छु भनेर भन्दै छ भनेदेखि चाहिँ अहिलेको समयमा नेपालीहरुलाई कस जुन सर्टिफिकेट अफ स्पोन्सरशिप हुन्छ त्यो बिना चाहिँ तपाई युके आउन सक्नुहुन्न। कस चाहिँ अहिलेको समयमा नेपालीहरुलाई दिएको छैन र केही अपडेटहरु आउँछ भने पक्कै पनि म यस विषयमा पनि भिडियोहरु बनाउने छु। आयो भनेदेखि राम्रो हो, धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरु आएर काम गर्न पाउनु हुनेछ, त्यो खुशीको विषय नै हुनेछ। तर अहिलेको समयमा भने त्यस्तो कुनै अपडेट छैन। र यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला र केही क्वेशन छन् भने तल कमेन्ट सेक्सनमा गएर लेख्न सक्नुहुनेछ। र मैले फेरि पनि भन्न चाहे यदि तपाईलाई मैले बनाएको कन्टेन्टहरु मन पर्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला। तपाई र मेरो भेट हुनेछ अर्को भिडियोमा। अहिलेको लागि यति नै। थ्यांक यू सो मच फर वाचिङ द भिडियो।